कस्तो राम्रो है। अनि मलाई टिप्नु मन लाग्यो टिपेको। उहाँले मलाई औषधिमा प्रयोग गर्नुहुन्छ भन्नुहुन्छ। अनि मैले होइन राम्रो लागेर टिपेको भनेको। दो बाटोमा लिँदैछु भिडियो यस्तो गरौँ। दो बाटोमा हिँड्दै लिएको भिडियो कस्तो राम्रो पुग्दै म त मक्कै परिरहेछु। झार भनेर त्यही भएर उयो नगर्नु कि राम्रो फुल। फुल भएर जन्म दिन पाऊँ भन्नु थियो पहिला नै एकजना हाम्रो इमिग्रेसनको म्यानेजर साहब। यसले कलरहरू आफै बदलिदिन्छ भिडियो लिँदाखेरि ठाउँ ठाउँमा आफै त्यो घामको उयोले गर्दा। यस्तो मलाई यो फुल मेरो आमालाई दिन मन लाग्यो। मेरो परिवारहरूलाई नेपालमा भएको परिवारहरूलाई जो आफ्नो सक्नु हुँदैन उनीहरूलाई याद हुन्छ। दाजुहरूलाई दिदीलाई दाजुलाई भाउजूलाई अनि आफन्त नजिकको दिदी दाजु सबैलाई घुमाइदिनु कस्तो राम्रो के मक्कै परिरहेछु। कस्तो कस्तो राम्रो है। कस्तो राम्रो लिनुपर्छ। मेरै हातले लिएको भिडियो हो यो चाहिँ। राम्रो है। यहाँ चाहिँ जङ्गल गुडायो भने भ्याकुम लाउनुपर्छ जिउतिर। कसरी भन्दाखेरिमा किनभनेदेखि अब किराहरू केहरू हुन्छ नि त। यसलाई यहाँ निकाल्ने अनि यसलाई यहाँ थिच्ने। पक्रिने एउटा भएको छोटो सबै पगाइदिन्छ। अब चाहिँ म फर्केको यहाँबाट जाने हो म चाहिँ। यस्तो राम्रो फुल लिएर आएको छु मैले टेबलमा सजाउँछु किचनमा। खुसी लाग्यो आज फुलहरू भेट्यो देखेर। हाम्रो छिमेकीमा ठुलो राम्रो चर्च छ। यो चाहिँ क्याथोलिक चर्च चाहिँ गर्दैछु। त्यहाँदेखि कुराहरू त यस्तो राम्रो पाएर म यस्तो दङ्ग छु आज के भन्ने। अब मेरो खुसी हो चाहिँ दिनभरि नै खुसी हुन्छ। बस हुन्छ किन ठाउँ यस्तो हुन्छ। सानो सबै फुलहरू अहिले यस्तो राम्रो है। एकदम मनपर्छ। यसलाई पनि अब टक्क यसरी टिपेर हेर्नु देख्छु। अब किनभनेदेखि अहिलेको मौसम पनि एकदम राम्रो हो है। तर सबैको फरक विचार के। अघि मैले साथीलाई यस्तो अहिलेको मौसम राम्रो मस्तो मनपर्छ भनेको। तर मलाई त्यति खासै मन पर्दैन भनेको। किन भनेको
पुरै कलरहरू चेन्ज हुन्छ, झरेर जान्छ रुखहरूको पत्ताहरू, रुख बिरुवाको। अनि के भन्छ त्यो आँगनमा पुरै हुन्छ डिङ्गिङमा परेर। मलाई कस्तो मन पर्दैन भने कि साथीहरू सबैको फरक फरक के है। अनि यही राम्रो भनेर चाहिँ यही ठिक हो भन्ने चाहिँ केही पनि नहुँदो रहेछ है। मलाई चाहिँ भनेर चाहिँ यहाँ पनि यस्तो यो फेरि के यसको कुनै पत्ताहरू हुँदैन कि, अनि फुल मात्रै फुलेको हुन्छ यस्तो कि। यसको विशेषता एकदम अचम्म खालको के है। यो मैले देख्छु यसमा यस्तो राखिदिउँ न कस्तो देख्छ। वाउ कम्बिनेसन सबै मिसमास मिसकट है। जेदेखि त्यही मनपर्छ मलाई। फेरि यो आफ्नै खालको राम्रो छ हो। फेरि के भन्ने, म त अहिलेको सिजन म दङ्ग पर्छु कि। ल अब दङ्ग परेर यो ठुलो रुख चाहिँ कहिले के हुन्छ थाहा छैन। अब सकियो लाग्यो। फुल मक्का छु म, कतिचोटि देखाउने के फुल। ला बाई। यो चाहिँ मन पर्यो क्या मलाई, इलेक्ट्रोनिक गाडीको लागि यही बनाइदिएछ। मलाई झ्याप्पा खुसी लाग्यो। तर कति राम्रो छ। म यो ठाउँमा यो एरियामा यहाँ छिरेको चाहिँ मलाई यस्तो आनन्द लाग्छ कि सेम हाम्रो घोपा क्याम्प जस्तो लाग्छ कि, आनन्द लाग्छ। अनि घोपा क्याम्पको त्यो उयोहरू जस्तै आज काम सकियो। फुल कतिचोटि देखाउने कति राम्रो छ फुल। 너무 예쁘지 세진아 봐봐. 근데 보다 여기 좀 그러네. 이제 머리 풀번이 사져 있었기. 그러네. यो हाम्रो घरको चिसो लुगा सुकाउने तरिका यसको कि मलाई चाहिँ मन परेन। तपाईँहरूकोतिर कस्तो छ हेर्नुहोस् त। हेर्नु म त के गरेँ भनेर किन त्यो ड्राई उयो गर भनेको त मलाई चाहिएको कपडा सुक्दैछ हेर्नुहोस् न, छिट्टै सुकिसक्यो भन्छ। यस्तो नि हो त तरिका हेटेरिका। अनि मैले चाहिँ यो चाहिँ यस्तो गर्नु हुँदैन, चाँडै बेलुकी आउँदै तयार गरिराख्नु भने कि मैले। अनि उसले मलाई हेर्नुहोस् न कस्तो राम्रो सुकिसक्यो भनेर भन्यो। अनि म चाहिँ सुकाउँदै गर भन्दै म चाहिँ मेरो कम्प्युटरतिर लागेँ। जङ्गलबाट ल्याएको फुल पनि मैले सजाएको कस्तो राम्रो देखेको कि है। म त मक्ख छु।